के छ यार सोल्डा सोल्डिने हाँसेर पनि नबोल्दिने आए त म होइन अहिले चाहिँ अनि कहाँ जाँदै हो भन्दाखेरि चाहिँ जाँदै हो गन्तव्यतिर होइन हाम्रो गन्तव्य चाहिँ कतिखेर आइपुग्छ थाहा छैन अनि पछाडि डुकीमा छ रोहित र कन्डे त्यसलाई जाँदैछ होइन अनि ओए को हो मा ओए खेला आज चाहिँ अब चाहिँ फेरि सुस्त पारामा स्कुटरमा हो होइन पछाडि पनि भ्लग सुरु भइरहेछ कसरी हो यताबाट गरौँ यताबाट एङ्गल त घुमा गर्ने हो हेर्दै गर्नु होला पछाडि छ अर्को भ्लगर अगाडि अर्को छ अब त्यस्तै छ है अनि हामी चाहिँ जाँदै हो सुस्त पारामा यहाँ आउँदैछ है त्यही हो हेर्दै गर्नु होला स्टेडियो लाइक कमेन्ट सेयर पछाडि हाम्रो राइडरहरू आउँदैछ अलिक बिस्तारै आउँ होला अगाडि एउटा बतासेर गइसक्यो हामी सुस्तमा आज चाहिँ किन धेरै कुदाउनु होइन अनि आज चाहिँ कहाँसम्म हिँडेको भन्दाखेरि हाम्रो गन्तव्यसम्म हिँडेको अनि त्यही हो हेर्दै गर्नु होला लाइक सेयर सब्सक्राइब कमेन्ट चाहिँ अहिले भ्ल्याट चाहिँ हालिदिइहाल्नु पर्ने दिन्छ होइन अनि त्यही हो हेर्दै गर्नु होला अनि अब चाहिँ के गर्छु भन्दाखेरि भिडियो अफ गर्छु अर्को भिडियो है चल्दैको ल चल्दै एउटा यहाँ छ एउटा यहाँ अगाडि जाँदैछ आए फेरि राजपथ आएर आजको वेदर फेरि यस्तो बवाल छ कि होइन दामी छ क्या वेदर पनि है चिल्याक्स हान्दै दामी छ मौसम पनि यतिको जस्तै हुनै पर्छ आए त म फेरि आए त म है यतिको जस्तै हुनु पर्यो होइन काम त केही छैन जस्ट घुम्नु हिँडेको यहाँ चाहिँ एउटा पारामा भइरहेछ भने हामी चाहिँ हिँड्यौँ हाम्रो गन्तव्यतिर जाँदै हो स्टार्ट गर्दै एउटा यहाँ छ यो ठाउँ के हो सङ्खटार अहिले चाहिँ हामी सङ्खटार आइसक्यौँ गाइज हुँदै हो वेदर चाहिँ आजको चाहिँ बबाले होला क्यामेरा देखेपछि यतिको जस्तै हुनु पर्यो हामी खरबन्ज्याङ आइसकेको छौँ है जाँदैछु हामी गन्तव्यतिर खरबन्ज्याङ बाटो फेरि यस्तै बबाल छ अहिले चाहिँ यसलाई चाहिँ फास्ट ट्र्याक भन्दो रहेछ होइन अहिले हामी पनि आयौँ आधी बाटोसम्म यहाँबाट चाहिँ 49, 41, 177 टुटुबेल है काठमाडौँ टुटुबेल अनि साइड दिनै पर्ने हुन्छ के गर्नु वान ह्यान्ड ड्राइभ हो पछि भेट्नुपर्छ ल अब हात दुखिसक्यो अब चाहिँ हामी चल्दिएको है आइसक्यौँ त हामी
आइसक्यौँ है हामी चाहिँ आइसक्यौँ। यो चाहिँ दुधौली लाइक लप डाँडा भन्छ, लप चाहिँ परेको छैन, त्यही पनि आइन्छ हामी चाहिँ लप डाँडा होइन। लप नपरेर के भयो त, लप डाँडा त आउनु पाइयो त, के हो हो नि होइन, हो नि लप नपरे पनि आइन्छ रहेको छ। अनि हामी पनि आइसक्यौँ। अनि एउटा चाहिँ यहाँ दिसको भित्ता लप नपरे पनि लप डाँडामा आएर मुच्छु भन्ने जोस चाहिँ राख्नु परेको हुन्छ है, राख्नै पर्ने हुन्छ। अनि हाम्रो यहाँ रोहितजी, अनि म चाहिँ फेरि लाज पचाएर भए पनि आइसकेँ होइन। लाज पचाएर हो नि आइसक्यो। अनि यताबाट हाम्रो प्लान चाहिँ के हुँदैछ भने हामी जाँदैछौँ। कहाँ जाँदैछौँ भन्दा हाम्रो आफ्नो गन्तव्यमा जाँदैछौँ, हामी जाँदैछौँ। जाने हो। पछाडि आएको छ फेरि अर्को है रेडर दिनै पर्ने हुन्छ भित्ता फोड्ने गरी। यताबाट चाहिँ दामी पानी पर्नु लागेको छ। जाँदैनौ? सिन चाहिँ बबाल छ आजको वेदर चाहिँ बबाल छ। खोइ ए लड्डु मेट यहाँ आउँदा थम्बनेलमा एउटा राख्नु परेन हो फेरि हेर्न थम्बनेलमा चुरोटमा अलिकति फेरि है खासमा चाहिँ भिडियो गरिरहेको छु कि गाइस, यिनीहरूलाई पोज उसै भनिदिएको मात्र हो क्या मैले होइन, के गर्छ भनेर होइन। ए काटेर हाल्ने हो क्या। जाँदैन हौ, वेदर चाहिँ आजको बबाल छ केटाकेटी हो। अनि हामी यहाँबाट चाहिँ मास्तिर जाँदैछु। मैले माथि गएपछि भेट्नुपर्छ त, माथि गएपछि आएको कि यस्तै होइन। यहाँ यो बोर्डर पारी चाहिँ कस्तो मान्छे जाने रहेछ भन्दाखेरि लप परेको जाने रहेछ, तर हामी नपरेको पनि हिँडिन्छ कि हाम्रो बाल खोलित्तै हिँड्दैन हो। अर्को यहाँ चप्पल रेडी बनाउँदैछ अहिले होइन। पानी पऱ्यो भने फेरि लिली कुद्नु पर्छ भनेर कस्दैछ। अनि यो कन्डे चाहिँ फेरि सोचिरहेको छ कहाँबाट भागौँ कता भागौँ भनेर। ओ यहाँ उभिँदा यार फोटो बबा लाउने रहेछ यार, हो न बबाल छ नि त पछाडि सिन, बबाल छ नि पछाडि सिन होइन। अभि सक्दैन नि फेरि एकचोटि त्यहाँ राखेर टाइमिङमा राखेर हानौँ न ग्रुप एउटा बसेर भयो नि जहाँ भयो कहिले त एङ्गलमा मिलाउँ। वाट्सएपमा क्वालिटी घट्दैन होइन, वाट्सएपबाट घट्दैन होइन क्वालिटी, वाट्सएपमा हाल्नु अहिले चाहिँ हामी फर्किँदै हो केटाकेटी हो है। फर्किँदै हो अहिले चाहिँ, पानी परेर होइन पानी पर्दैछ के हो। यस्तै हो केटाहरूको सल्लाह सुल्ली यस्तै हुँदै जान्छ। हाम्रो ब्लग पनि कन्टिन्यू हुँदै जान्छ। पानी परेर चाहिँ हल्का गिदियो त्यही पनि बालो लागिन्छ आफ्नो गन्तव्यतिर होइन। अनि यता चाहिँ रमाइलो हुँदो रहेछ। टिकटक सक्छ त अब यतिको टिकटक त बनाउनु परेन अबि। अनि
अनि नपढ्ने हुन्थ्यो पढाइ पनि अक्का थियो शिवमा चाहिँ जाउँ शिवमा पढाइ पनि अक्का थियो लास्टमा ऊ झन्डै हानु त्यहाँ एक्लो है ग्रुपै हानौँ न एक्लो लास्टमा नि पढाइ पनि खुली स्पोर्ट चाहिँ बबाल आयो ठाउँ चाहिँ होइन यस्तै छ आउँछु नि फेरि हामी पनि बबाल बबाल ठाउँ आउँछु नि फेरि है बाटो चाहिँ यस्तै छ लफराक हिँड्दै हो पानी परिरहेको छ सिन भयो इलामभन्दा के कम देखेको छ त देखेको कम त धेरै देखेको होला अनि यहाँ चाहिँ बुद्धको स्ट्याचु रहेछ होइन भाइ यो अब दोस्रो नवल बन्ने हो ए दोस्रो होइन तेरो सब त दोस्रो त्यो मोटे सेम पो त त्यसको त्यो भाइको हात पनि यसो भएर त हिँड्छ नि त होइन यस्तो हिजो त्यस्तो हिजो बास्केटबल कोर्टमा पनि आइरहेको थियो त्यसरी नै बोकेर आयो भने बरु त तलको टुर हाल्नु पानी परेर पानी चाहिँ लभली परेको छ वेदर पनि लभली छ तर के गर्नु साथमा लभली नभएपछि गाह्रो छ गाह्रै छ हो होइन यस्तै हो यहाँ घुम्दिने हो यहाँ अनि अहिले चाहिँ फेरि हामी लाग्दिन्छौँ यहाँबाट पनि हामी चल्दैछ हान्नु लागेको यहाँबाट चाहिँ हामी कहाँ जान्छौँ भन्दाखेरि जान्छौँ हामी आफ्नै गन्तव्यतिर अहिले चाहिँ पानी पर्दा पर्दै पनि लाग्यो हामी आफ्नै गन्तव्यतिर पानीले नि रोक्दैन है गाह्रो छ रोकिने त नामै छैन हाम्रो नि के कम दिने हो मादर होइन के छ पानी पऱ्यो भेन आउनु भयो अगाडिबाट तर हामीलाई बाल छैन पानीले पो हाल्छ हौ खतरा हामी रोकिन्छु त रोकिँदैनन् फेरि है पानी पऱ्यो भने पनि जाने हो पिल्लीले हेर्दै गर्नु होला किप वाचिङ लाइक सब्सक्राइब सेयर कमेन्ट चाहिँ अहिले गएर म्याच हान्नुपर्ने हुन्छ त्यहाँ केटाहरू डिउको हस्की आफू एप्रिललाई कहाँ भ्याउँछ त पुगिसक्यो पछि भेट्नुपर्ने ल चल्दै गइहाल्छ है त्यही हो कि पानी परिरहेको थियो नि हामी पानीलाई पनि छलेर आउने भनेको खतरा मान्छे भने त दामी मान्छे भने अब पानीलाई पनि काटेर यति चाँडो आइपुग्नु भनेको खतरा हो नि त अनि हामी अब अनि यहाँ चाहिँ हामीसँग अर्को एकजना पनि जोडिनुहुन्छ अरे यहाँबाट पनि लागिन्छ आफ्नै गन्तव्यतिर एकजना आउँदै हुनुहुन्छ अलिकति सरप्राइज छ है केटाहरू चाहिँ सबै आइसकेको छ अनि हामी पर्खे भयो कि नयाँ मान्छे जोडिन्छ भनेको थिएँ त्यसपछि मैले हल्का प्र्याङ्क हानिदिएको यस्तै हो होइन पारा अनि आजको भ्लग चाहिँ यहीँसम्म हुन्छ अर्को भ्लग फेरि आउँछ अर्कोचोटि फेरि आउँछ होइन हेर्दै गर्नु होला लाइक सेयर सब्सक्राइब हान्नै पर्ने हुन्छ होइन त्यही हो हेर्दै गर्नु होला आजको लागि चाहिँ चल्दैछ